सम्पूर्णमा जय मसीह। जीवनको लागि सत्यता दैनिक उपासना पुस्तक गस्पल पब्लिकेसनद्वारा प्रकाशित भएको आजको शीर्षक रहेको छ हामीले छोड्ने छाप। आज जेठ 20 गते मङ्गलबार जुन 3 तारिक। आजको खण्ड रहेको छ 2 तिमोथी 4:5। यहाँ यस प्रकारले लेखेको छ, तिमी चाहिँ दरिला हौ, कष्ट भोग, प्रचारकको काम गर र तिम्रो सेवाको काम पूरा गर। हामी हरेकले एउटा छाप छोडिरहेका छौँ। हामी हाम्रा जीवनका पानाहरूमा हरेक दिन केही न केही थपिरहेका हुन्छौँ र अन्ततः हामीले छाडेका हाम्रा निर्णयहरू, योगदानहरू र प्राथमिकताहरू केही समयका लागि रहिरहन्छन् ताकि अरूहरूले पनि यसमा विचार गर्न सकुन्। पावलले तिमोथीलाई लेखेको दोस्रो पत्रको अन्तमा हामीले एक वृद्ध मानिसले आफ्नो जीवनको अन्त्यमा भनेका शब्दहरू पाउन सक्छौँ। म त बलिको रूपमा अर्पण हुन लागेको छु र मेरो विदाईको बेला आएको छ। 2 तिमोथी 4:6। हामी यहाँ देख्छौँ कि तिमोथीले छोड्ने छापलाई विचार गर्दै पावलले उनलाई आफ्नो उत्तरदायित्वहरूलाई गम्भीरतापूर्वक लिन र उनले देखेका अरू मानिसहरूले छोडेका उपयोगी र हानिकारक दुवै छापहरूलाई विचार गर्न आग्रह गर्छन्। पत्रको सुरुवाततिर पावल तिमोथीलाई स्मरण गराउँछन्, एसियामा हुनेहरू सबै मबाट तर्किएका तिमीलाई थाहै छ। तीमध्ये फुगेलस र हर्मोगेनस हुन्। 2 तिमोथी 1:15। बाइबलमा उनीहरूको बारेमा एकपटक मात्रै लेखिएको पाइन्छ र त्यहाँ उनीहरूले खाँचोमा परेका व्यक्तिलाई त्यागेका कुरा लेखिएको छ। पावलले तिमोथीलाई हुमेनियस र फिलेतस जस्ता मानिसहरूसँग होसियार रहन चेतावनी दिएका छन्, जसका बातचित साइनको घाउ जस्तो गाडिँदै जानेछ र जो सत्यबाट तर्किएका छन्, वा एलेक्जेन्डर जस्ता मानिसहरूसँग जसको विषयमा पावलले यसरी भनेका छन्, मलाई ज्यादै खराबी गर्यो। जब हामी यी मानिसहरूलाई निहाल्छौँ, हामी त्यहाँ धोका, झुटो शिक्षा र सुसमाचारको विरोधको छाप देख्छौँ। तर पावलले आफ्नो पत्रमा उपयोगी र लाभदायी छाप छोड्नेहरूको पनि नाम उल्लेख गरेका छन्। उदाहरणको लागि तिमोथीकी बजे लोइस र आमा युनिसले साँचो विश्वास गरे, जुन विश्वास अहिले युवा पास्टर तिमोथीमा रहेका छ भन्ने पावललाई निश्चय छ। 2 तिमोथी 1:5। त्यसै गरी पावल आफ्ना चेला तिमोथीलाई ओनेसिफरसलाई सम्झन आग्रह गर्छन्। तिनले मलाई अक्सर हौसला दिन्थे र मेरो साङ्लाको शर्म मान्दैनथे, तर तिनी रोम आएपछि धुइँती खोजेर मलाई भेटाए। ओनेसिफरसले विश्वास, साहस र विश्वस्तताको छाप छोडेका छन्। उनी आफ्ना वचनका पक्का थिए। उनी यस्तो मानिस थिए जसमा पावल पूर्ण रूपमा भर पर्न सक्थे। हामी सबैले छाप छोडिरहेका छौँ। हामीले कि ख्रिस्टको बारेमा ज्ञान दिने सुगन्ध छोड्छौँ कि त आफ्नै महिमा खोजेर दुर्गन्ध फैलाउँछौँ वा शून्यतामै केही बनिरहेका र गरिरहेका हुन्छौँ। विश्वास, योग्यता, ईश्वरभक्त, भलाइ, नम्रता, इमान्दारिता, निष्ठा, प्रेम र शान्तिको छाप यस्तो छाप हो जसलाई आदरको साथ सम्झिनेछ। तर सबैभन्दा महत्त्वपूर्ण रूपमा ती छापहरूले मानिसहरूलाई प्रभु येशूतर्फ ओर्लाइरहेको हुन्छ, जसको जीवनले सबैभन्दा बढी महत्त्व राख्छ। हामीले छोड्ने छाप आफ्नो दैनिक जीवनमा ख्रिस्टको निम्ति गरिने निर्णयहरू हो, जुन ख्रिस्ट र छिमेकीलाई प्रेम गर्ने, शान्तिको पछाडि भाग्ने र उहाँको बारेमा बोल्ने निर्णय हो। आज तपाईँले आफ्नो राम्रो वा नराम्रो छाप निर्माण गर्नुहुनेछ। त्यसैले तपाईँको लागि परमेश्वरले तयार गर्नुभएको काम गरेर उहाँको खातिर भिन्न जीवन जिउनुहोस्। अन्ततः हामीले छोड्ने छापमा हाम्रो अन्तिम योगदान कहिले गर्छौँ भन्ने कुरा हामीलाई थाहा हुँदैन। तपाईँको आजको दिन आशिषमय भएको होस्। जय मसीह।